हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ मेरो आजको डे 5 मिनी ब्लगमा। र ब्लगको सुरुवात हुन्छ बजार जानुबाट। हाम्रोतिर चाहिँ आइतबार बजार लाग्ने गर्दछ र म चाहिँ बजार जाँदैछु। र केही बेर हिँडेपछि हामी चाहिँ रोडमा निस्किन्छौँ र रोडमा निस्केर हामी चाहिँ सिटीमा चढेर बजारतिर लाग्छौँ। केही समयपछि हामी चाहिँ बजार आइपुग्छौँ। बजार चाहिँ हामी एकदमै छिटो आइछौँ, त्यसैले बजार चाहिँ खासै भिड थिएन। र हिँडेर केही तलसम्म पुग्छु र पुगेपछि म चाहिँ सब्जी बजारतिर लाग्छु। सब्जी बजारमा सबैभन्दा सुरुमा म चाहिँ बैगुन लिन्छु। बैगुन लिएपछि म चाहिँ आलु लिन्छु। आलु चाहिँ जेमा पनि चाहिन्छ। त्यसपछि टमाटर लिन्छु। टमाटर झन् चाहिन्छ। त्यसपछि म चाहिँ प्याज लिन्छु। प्याज लिएपछि म चाहिँ मेन कुरो म चाहिँ यही लिन आएको थिएँ, सुँगुरको लागि चारो। र सुँगुरको चारो किनिसकेपछि म चाहिँ मरमसला किन्नतिर जान्छु र मरमसला किनिसक्छु। मरमसला किनेर म चाहिँ अचार खानको लागि सिद्रा लिन्छु र सिद्रा लिएपछि म चाहिँ माछा लिन्छु सब्जी खानको लागि र होटेलमा गएर खाजा खान्छु। खाजा खाइसकेपछि म चाहिँ घरतिर लाग्छु। भिडियो अन्तसम्म हेरिदिनु भएकोमा हस्त धन्यवाद।